नमस्ते दर्शकबिन जति पनि दर्शक हेर्दै हुनुहुन्छ होइन। खास गरी केटा मान्छेहरूले चाहिँ केही कुराहरू जुन छ त्यो तपाईँहरूले चाहिँ एकदमै बुझ्नुपर्ने हुन्छ होइन। तपाईँ आजको समय कहाँ कसरी युज गर्दै हुनुहुन्छ त्यो कुरामा चाहिँ एकदमै तपाईँले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। इक्जाम्पल लिनुहोस् कि तपाईँ 5 वर्ष अगाडि चाहिँ तपाईँले मान्छेहरूले के सोध्छ होइन। तपाईँले मान्छेहरूले सोध्छ कि तपाईँ कति अर्निङ गर्दै हुनुहुन्छ यो कुरा सोध्छ। यो कुरा सोध्दैन कि तपाईँ कतिवटा गर्लफ्रेन्ड छ त्यो सोध्दैन होइन। त्यो अवस्था हेर्नुहोस् कि तपाईँ आफ्नो अगाडि जुन 5 वर्ष छ तपाईँ कसरी बनाउन चाहनुहुन्छ होइन। मान्छेहरूले धेरै कुराहरू सोध्छ कि तपाईँ आफ्नो लाइफमा कसरी लिभिङ गर्दै हुनुहुन्छ। त्यस्तै चाहिँ तपाईँ सक्सेसफुल हुनुभयो भने तपाईँले सोध्छ कि कसरी सक्सेसफुल हुनुभयो। त्यस्तै चाहिँ तपाईँ कति पैसा अर्निङ गर्दै हुनुहुन्छ होइन। त्यस्तै चाहिँ तपाईँ आफ्नो लाइफलाई कसरी बिल्ड गर्नुभयो यो कुराहरू सोध्छ। तर तपाईँ चाहिँ समय राम्रो उपयुक्त गर्नुभयो भने सोध्छन्। तर 5 वर्षपछि यो समयले चाहिँ तपाईँ त्यतिकै खेर जान दिनुभयो भने त्यस्तोमा के सोध्छ तपाईँले होइन। कतिवटा गर्लफ्रेन्ड त्यो सोध्छ सोध्दैन नि। कति अर्निङ गर्दै हुनुहुन्छ। त्यही भएर आफ्नो समय जुन छ नि गोलतिर लिएर जानुपर्ने हुन्छ होइन। होला अरूले आफ्नो समय अलिकति होइन एटेन्सन पाउनको लागि पछि पछि गइरहेको हुन्छ होइन। त्यो आफ्नो लाइफबाट होइन आफ्नो लाइफ त्यो खेलवाड गरिरहेको छ। तपाईँ चाहिँ सिरियस हुनुपर्ने हुन्छ खेलवाड होइन बढ्नुपर्ने हुन्छ है। जो आज काम गर्छ नि आज मेहनत गर्छ नि स्मार्ट त्यो चाहिँ पछि सक्सेसफुल हुने हो कि त्यो पछि बन्ने हो होइन। यो होइन कि अब एटेन्सन पाउनको लागि चाहिँ यो गर्छु त्यो गर्छु होइन। इच्छा भयो भने गर्ने नत्र यस्तै छ चलिरहेको हुन्छ समय पऱ्यो भने मात्रै त्यस्तो हुँदैन। त्यसको लागि चाहिँ तपाईँ होइन आफ्नो समय चेन्ज गर्नको लागि तपाईँहरूले चाहिँ स्किलमा ध्यान दिनुपर्ने हुन्छ होइन। स्किल त्यसपछि आफ्नो ड्रिममा कसरी वर्क गर्ने हो आफ्नो गोलतिर कसरी लिएर जाने हो गोललाई कसरी एचिभ गर्ने हो त्यहाँ चाहिँ ध्यान दिनुपर्ने हुन्छ। त्यस्तै आफ्नो समय जुन छ नि त्यो कसरी आफ्नो गोलमा इन्भेस्ट गर्ने हो त्यहाँ चाहिँ तपाईँले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। यो होइन कि समयले चाहिँ तपाईँ चाहिँ खेर गइराख्नुपर्ने खालिराख्नुपर्ने त्यस्तो चाहिँ गर्नु हुँदैन। तपाईँ जहिले नि डिसिप्लिनमा बस्नुपर्ने हुन्छ नि। डिसिप्लिन बस्नुभयो भने त्यति बेला तपाईँलाई लाग्न सक्छ नि मान्छे कसैले हेरिरहेको छैन होइन। यो त्यो डिसिप्लिन तपाईँको होइन धेरै कुराहरू सिकाउँछ। जब डिसिप्लिन तपाईँ एक्सेप्ट गर्नु होइन आफ्नो लाइफमा ल्याउनु भयो भने धेरै कुराहरू बिस्तारै बिस्तारै तपाईँको चेन्जिङ हुनुहुन्छ। धेरै बाटो अर्निङको खुल्छ। तपाईँ आफै हेर्नुभयो भने धेरै परिवर्तन तपाईँको लाइफमा बिस्तारै बिस्तारै चेन्जिङहरू धेरै आउँछ। तर यो के छ भने डिसिप्लिन तपाईँ आफ्नो लाइफमा ल्याउनु भयो भने हुन्छ होइन। अब एउटा कुरा अरू चाहिँ तपाईँ ध्यान राख्नुहोस् कि सफलता जुन हुन्छ नि त्यो एकै दिनमा हुँदैन कि त्यो बिस्तारै बिस्तारै हुने हो होइन। त्यही भएर चाहिँ गरिराख्नु पर्ने हुन्छ होइन। एउटा कुरा अरू चाहिँ तपाईँ ध्यान राख्नुहोस् कि तपाईँ होइन तपाईँ भनौँ न एउटा लाइफमा गोल छैन भने तपाईँ यो होइन यो संसारमा हिँड्न तपाईँले पछि होइन पछि चाहिँ तपाईँलाई एउटा महसुस आउँछ कि यार मैले आफ्नो जुन समय थियो नि रिग्रेट एउटा फिल आउँछ कि यो एउटा समय जुन थियो नि मैले त्यस्तै खेर फालिदिएँ त्यस्तो तपाईँलाई लाग्छ। त्यस्तो रिग्रेट नहोस् होइन। समयलाई राम्रो कसरी युज गरिन्छ त्यहाँ होइन। अब रिलेसनमै बसेर त्यो होइन कुनै पनि रिलेसनमा तपाईँ बस्नुभयो 2 4 5 वर्षै समय दिनुभयो भने तर पछिको समयमा कारण केही यताउति भइदियो होइन। अब तपाईँसँग त्यति पैसै छैन होइन। त्यो तपाईँसँग अब होइन म अब बस्न सक्दिनँ मेरो अर्कै भन्न सक्छ होइन। त्यस्तो भन्यो भने तपाईँले रिग्रेट कति आउँछ आउँछ नि यार मैले 5 वर्ष 3 वर्ष होइन 2 वर्ष दिएँ तर आज भन्छ कि यार म होइन म अर्कै मान्छे छ म अर्कैसँग जान्छु होइन। रिलेसनको कुरा गर्दाखेरि त्यस्तो तपाईँ लाइफमा सिचुएसन त्यो आयो भने तपाईँ चाहिँ त्यति बेला कस्तो रिग्रेट आउँछ कि यार मैले 3 वर्ष 4 वर्ष 5 वर्ष छ नि यतिकै खेरो फालिदिएँ होइन। तपाईँलाई लाग्छ नि हो त्यो चाहिँ रिग्रेट होइन। तपाईँ चाहिँ गोलमाथि चाहिँ ध्यान राख्नुपर्ने हुन्छ कि तपाईँको समयअनुसार नि तपाईँको गोलमाथि चाहिँ काम चाहिँ भइराख्नु पर्ने प्रोसेस स्मल भए पनि त्यो प्रोसेसिङ हो क्या। त्यो काम बिस्तारै बिस्तारै हुन्छ। सक्सेसफुल मान्छे होइन एकैचोटि बन्ने होइन बिस्तारै बिस्तारै बन्ने हो। त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ त्यहाँ चाहिँ आफ्नो समयले चाहिँ दिनुपर्ने हुन्छ।
त्यसपछि होइन तपाईँ हेर्नुभयो भने बिस्तारै परिवर्तन र तपाईँ जब 4, 5, 6 वर्ष हुन्छ नि, त्यति बेला तपाईँ तपाईँ आफैलाई होइन एउटा धन्यवाद भन्नु हो, यार मैले पनि यो गरिसकेँ, अचिभ गरेँ आफ्नो गोललाई होइन, आफ्नो ड्रिम चाहिँ पुरा गरेँ। तपाईँले आफै विश्वास लाग्दैन। तर यो माथि चाहिँ काम गर्नुपर्ने हुन्छ, डिसिप्लिनमा बस्नुपर्ने हुन्छ। यही हो कि केटाहरूले चाहिँ ध्यान दिनुपर्ने होइन, तपाईँ आफ्नो समयले चाहिँ भेल्यु गर्नुहोस् होइन। समय गयो फेरि तपाईँको घुमेर रिटर्न हुँदैन होइन।